ओम कराग्रे बसते लक्ष्मी करमध्ये सरस्वती करमूले स्थितो ब्रह्मा प्रभाते कर दर्शनम। शुभ प्रभात। बिहान उठ्ने साथ हातको दर्शन गर्ने मन्त्रका साथ तपाईँको माझमा तपाईँको राशिफल लिएर म प्रस्तुता कृष्ण प्रसाद लामिछाने सदा चाहिँ उपस्थित भइसकेको छु। तपाईँलाई फेरि पनि नमन अर्पण गर्दै लागौँ आजको पञ्चाङ्गतिर। आज मिति विक्रम सम्वत 2082 साल माघ महिनाको 22 गते बिहिबार। सूर्य उत्तरायण सिद्धार्थ नामको संवत्सर श्री साके 1947 नेपाल सम्वत 1146 तदनुसार सन् 2026 फेब्रुअरी महिनाको आज 5 तारिक। सूर्योदय प्रातः 6:50 हुँदैछन् भने सूर्यास्त भने साँझ 5:47 हुनेछ। आज बिहिबार भने दक्षिणतिरको यात्रा त्यति राम्रो देखिँदैन। चन्द्रमा भने कन्या राशिमा छन्, त्यस कारणले आज पूर्वतिरको यात्रा गर्दा भने तपाईँलाई राम्रै होला। यो आजको पञ्चाङ्गपछि लागौँ बिहिबारको समय तालिकातिर। प्रातः 6:55 8:15 शुभ समय रहनेछ। 8:15 9:30 शुभ रोग बेला। 9:30 10:50 उद्वेग बेला। 10:50 12:05 चर बेला। 12:05 1:38 लाभ बेला। 1:38 3:10 अमृत बेला। 3:10 4:50 काल बेला। 4:50 5:47 शुभ समय रहनेछ। यो आजको समय तालिका सँगसँगै अब लाग्छौँ तपाईँको राशिफलतिर। राशिफलका लागि मेष राशि। मेष राशि हुनेहरूका लागि आज तपाईँ सामूहिक जम्का भेट हुनेछ। धन खर्च पनि होला। मिष्टान्नमा भोजनको योग पनि परेको छ। मन प्रसन्न रहला। वृष राशि। दाम्पत्य जीवनमा केही खटपट पनि हुन सक्छ, तर व्यापारमा पनि लाभ होला। चिसोबाट पनि तपाईँलाई बस्न पनि दिन्छ। स्वास्थ्य सम्बन्धी पनि ख्याल गर्दा राम्रो देखिन्छ। मिथुन राशि। आज शुभ तथा माङ्गलिक कार्यमा सामेल भइएला। मन प्रसन्न रहला। खानपिनमा पनि सजग रहँदा राम्रो हुने देखिन्छ। कर्कट राशि। आज तपाईँलाई पहिलेको कमी कमजोरीलाई सुधार गर्न पर्ने देखिन्छ। धर्म कर्ममा मन जानेछ। खेलकुदमा मन जाला। विद्यार्थी वर्गलाई पनि मिहिनेत गर्नुपर्ने देखिन्छ। सिंह राशि। शत्रुमाथि विजय प्राप्त गरे दिन्छ। जीवनसाथीबाट उपहार प्राप्त होला। नोकरीमा भने तपाईँलाई तनावै हुन सक्छ, तर आफूभन्दा ठुलालाई भने तपाईँले नमन गर्नै पर्ने देखिन्छ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आज रोकिएका कार्य सम्पादन हुने दिन परेको छ। गुरुजनहरूसँग आशीर्वाद दिनुपर्नेछ भने सरसल्लाहका लागि आफूभन्दा साना भए पनि घर परिवारसँग सल्लाह लिँदा तपाईँलाई आजको दिन राम्रो हुने देखिन्छ। तुला राशि। तुला राशि हुनेहरूका लागि कार्यक्षेत्रमा वाद विवाद नपर्ला भन्न सकिन्न। विदेशतिरबाट केही समाचार प्राप्त होला। खेलकुदमा मन जाने नै छ। वृश्चिक राशि। मनोरञ्जनात्मक र पाए पनि यात्राको योग परेको छ भने स्थानान्तरको पनि योग परेको छ। भ्रमण पनि देखिन्छ भने सन्तानको सुख पनि मिल्ला। धनु राशि। बोलीमा कमजोरी हुनेछ भने सुधार गर्नुपर्ने देखिन्छ भने आज तपाईँले आफ्नो अभिव्यक्तिद्वारा कलालाई निखार्ने दिन पनि परेको छ भने रोजगारीमा पनि केही विवाद नपर्ला भन्न सकिन्न। मकर राशि। नयाँ लगानीबाट लाभ होला। व्यापार राम्रै होला, तर धैर्य धारण गर्नुपर्ने देखिन्छ। तत्काल फल पनि प्राप्त नहुन सक्छ। कुम्भ राशि। मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धीहरू हात फैलाउनेछन्, तर आज तपाईँलाई कति मान्छेले कुरा काटे पनि आफ्नो काममा भने कति विचलित नहुँदा राम्रो होला। र अब लागौँ मीन राशितिर। मीन राशि हुनेका लागि ज्ञान निखार्ने दिन्छ भने पहिले गरेको उपलब्धिबाट तपाईँलाई उत्साह पनि बढ्ने नै छ। यो भए मीन राशि लगायत 12 राशिको फलादेश सूर्य र चन्द्रमाको आधारमा फलादेश गरेका छौँ। फलादेश चाहिँ जस्तो भए पनि तपाईँ कर्म गर्नुहोस्, तपाईँलाई भाग्यले पछि साथ दिनेछ। त्यही भनिन्छ नि, जहाँ पानी हुन्छ त्यहाँ माछा आफै आउँछन्। त्यहाँ माछाले पानीलाई खोज्छ, पानीले माछालाई खोज्दैन। तपाईँ कर्म गर्नुहोस्, भाग्यले साथ दिने नै छ। र आज माघको 22 गते जन्मदिन पनि तपाईँलाई जन्मदिनको मङ्गलमय शुभकामना, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै र आज तपाईँको विवाह गरेको दिन लगनगाँठो कसिएको दिनको पनि तपाईँलाई
उत्तर उत्तर प्रगति, सुख, शान्ति, समृद्धि र आज तपाईँ कुनै माङ्गलिक कार्यक्रम गर्दै हुनुहुन्छ भने तपाईँको कार्य सफल होस् भने गणेश भगवानसँग प्रार्थना गर्दै असोतमा सद्गमय, तमोसोमा ज्योतिर्गमय, मृत्युमा अमृत गमय। ओम शान्ति, ओम शान्ति। जे गर्दै हुनुहुन्छ तपाईँ सकारात्मक सोचका साथ काम अगाडि बढ्नुहोस्, तपाईँको दिन शुभ सफल बन्ने नै छ, सफल रहोस्। यही कामनाका साथ आजको श्रृङ्खलाबाट म कृष्ण पनि बिट मार्छु। जहाँ हुनुहुन्छ हाँसी खुसी रहनुहोस्, तपाईँको दिन शुभ रहोस्। जय जय होस्।